पूर्व सचिवलाई सुधार नेपाल सामाजिक संस्थाका अध्यक्ष हाम्रो लीलाचन्द्र राज्य यस संस्थाका सल्लाहकारज्यूहरू संस्थाका अन्य पदाधिकारीहरू सदस्यज्यूहरू लगायत उपस्थित सम्पूर्ण महानुभावहरू पत्रकार सबैलाई नमस्कार। अब धेरै कुरा भन्न त आवश्यक छैन होला, तथापि यहाँले दिनुभएको सल्लाह सुझाव मै केन्द्रित रहेर केही कुराहरू भन्नुपर्छ जस्तो मलाई लागेको छ। यहाँ थुप्रै हाम्रा आदरणीय दाजुहरू थियो, दाइलाई देख्दैछु, अहिले नन्द दाइ तपाईँहरूको मेरो सम्मान छ है सबैजनालाई। उहाँले जोडिनु भएको छ छैन थाहा भएन, तर सबै दाजुहरूलाई धन्यवाद छ। र यहाँले दिनुभएको सल्लाह सुझाव अन्तर्गतै मैले काम गर्नुपर्ने हो, गर्नुपर्छ। तथापि मेरा आफ्ना केही मेरा व्यक्तिगत मेरा पार्टीका भनौँ न भिजनगत कुराहरू पनि केही कुराहरू भन्नै पर्ने हुन्छ। र हामीले काम गर्दै जाँदाखेरि अब थुप्रै चुनौतीहरू त छन्। सारा चुनौतीलाई चाहिँ हामीले सामना गरेर समस्याको समाधानको बाटोमा हामी जहिले पनि निरन्तर लागिरहने मान्छे हौँ। र यहाँ यो सुधार नेपालको रहनुभएका दाजुभाइहरूसँग पनि थुप्रै विगतमा हामीले चाहिँ काम गरेका छौँ दाजुभाइ दिदीबहिनी सबैसँग। र सहरको बाटोघाटो व्यवस्थापनदेखि लिएर होइन सुशासनको पक्षमा विभिन्न पक्षमा चाहिँ विगतमा मैले काम पनि गरेको छु यहाँसँगै रहेर। अनि चुनाव भयो 79 सालमा, त्यस पछाडि चाहिँ म नगर प्रमुख भएर नगरपालिकाको काममा व्यस्त रहेँ। अनि अलिकति भेटघाट हाम्रो अलिकति पातलो भयो। त्यो के हुँदो रहेछ भने स्थान कहाँ हामी छौँ र के गर्नुपर्ने भन्ने हाम्रो एउटा भूमिका चाहिँ फरक हुँदाखेरि हाम्रो भेटघाट पनि अलिक पातलो हुँदो रहेछ। तथापि म तपाईँहरूसँगै जहिले पनि छु है। हाम्रो निकटता, हाम्रो सम्बन्ध, हाम्रो आत्मीयता सधैँभरि जति पहिला थियो त्योभन्दा अझै धेरै नै हाम्रो चाहिँ रहिआएको छ। त्यो अर्थमा चाहिँ हामी सबै एउटै फ्यामिलीमा काम गरिरहेका हौँ। यो यसरी चाहिँ मैले बुझ्नको लागि सुरुमा मैले भन्न चाहेँ। अब धरानमा थुप्रै समस्याहरू छन्। ती समस्या नभएको फेरि ठाउँ पनि छैन संसारमा। हामी जुनै देश जाँदा पनि, जुनै ठाउँमा जाँदा पनि केही न केही समस्या, कतै पानीको दुःख, कतै बाढी पहिरोको दुःख, पानी धेरै भएर डुबानको दुःख कतै होइन, कतै तपाईँको चाहिँ नि जङ्गल नभएर तपाईँको चाहिँ के अरे सुखौरो लागिरहेको खडेरीको दुःख, कहिले जङ्गल धेरै भएर बाँदरको दुःख, बाँदर आतङ्क, यावत तपाईँको चाहिँ के अरे समस्याहरू हाम्रो पृथ्वीमा छन्। समस्या नभएको ठाउँ छैन। तर त्यो समस्यालाई समाधान गर्न नै हामी चाहिँ नै प्रयासरत रहनुपर्छ। धरानमा भएका समस्याहरू मध्येका चाहिँ नि होइन पानीको कुरा धेरै हदसम्म मैले काम गरेँ। तथापि त्यसलाई चाहिँ नि फेरि अलिक दीर्घकालीन हिसाबले अलिक 50 वर्ष 30 वर्षसम्मको प्रक्षेपण गरेर हामीले चाहिँ नि काम गर्नु बाँकी नै छ। माथि गएर काम त थुप्रो मैले गर्न चाहेँ, मन्त्रालय त थुप्रै धाएको हो होइन, इमान्दार भएरै धाएको हो। म मान्छे तपाईँको चाहिँ नि काम नगर्ने खालको मान्छे चाहिँ होइन। तथापि अब धेरै कारणहरूले, विविध कारणले गर्दाखेरि सरकारको अस्थिरतादेखि लिएर हरेक कारणले गर्दाखेरि त्यो कुराहरू अहिले अझै अधुरै छ। त्यो कुरालाई पुरा गर्नुपर्ने छ, एजेन्डा नै छ। हाइवेको व्यवस्थापन भन्ने कुरा पहिला हाइवेले व्यवस्थापन गर्नलाई सरहरूसँग हामी कुदेकै हो र त्यसलाई व्यवस्थापनको लागि हामी पहल गरिरहन्छौँ। यहाँ धरानमा जलाधारको समस्या पनि छ। जलाधार रोगका समस्या कति हो त सीमाङ्कन भन्ने कुरा तपाईँको चाहिँ के अरे सधैँभरि उठिरहेको। अब म जितेर गएँ वैशाखमा, त्योभन्दा अगाडि 4 महिना 3-4 महिना अगाडि मुद्दा पेस भएको थियो सर्वोच्चमा। त्यो मुद्दाले अड्काएर हामीले सीमाङ्कन गर्न सकिरहेका छैनौँ। सर्वोच्चमा विचाराधीन मुद्दामा मेयरले केही पनि गर्नु सक्दैन। त्यसो भएको कारणले गर्दाखेरि मैले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गर्न सक्ने स्थिति थिएन।
तथापि हामीले कार्यपालिकामा एउटा एजेन्डा के पास गर्यौँ भन्दाखेरि सम्बन्धित निकायसँग बुझेर तपाईँको चाहिँ के अरे सीमाङ्कन कहाँ कसरी गर्ने हो तत्काल काम गर्नुपर्छ भनेर एउटा समिति हामीले निर्माण गऱ्यौँ। त्यो पनि त्यो सीमाङ्कनसँग सम्बन्धित केही तपाईँको चाहिँ पहल गर्ने हाम्रो तर्फबाट थियो। र यो हाइवेको के अरे बारेमा पनि मैले थुप्रैचोटि पत्राचार पनि गरेँ होइन। अब त्यो कुराले पनि खासै तात्विक फरक पारेन, किनभने मेयरको पद भनेको चाहिँ यो धरानभित्र मात्रै र धरानका सामान्य होइन हाम्रा चाहिँ नि सङ्घीय तपाईँको चाहिँ नि अब के भन्छ अरे नेपालको संविधानको माथहातमा रहेर सङ्घीय ऐनहरू बन्नुपर्ने, सङ्घीय ऐनको माथहातमा रहेर प्रदेशका ऐन बन्नुपर्ने, प्रदेशका ऐनको माथहातमा रहेर हाम्रा चाहिँ नि स्थानीय ऐन र कार्यविधिहरू बनाउनु पर्ने। यो भएको कारणले गर्दाखेरि अब हाम्रो नगरपालिकाको मेयरले सबै थोक गर्न सक्छ भन्ने हुँदैछ। यहाँसम्मको बाध्यता कानुनी बाध्यता कि अब सर्दुखोलामा हाम्रो मिस्किटी छ, सर्दुखोलाको छेउकै बाटोमा खाल्डा भइरहेछ, त्यो मिस्किटी उठाएर तपाईँको खाल्डामा त्यो खाल्डा पुर्नुसम्म पनि नदिने खालको काम। वनको प्रहरी आउने रोक्ने होइन, वन के अरे उपभोक्ता समितिहरूदेखि लिएर हरेक कुराहरूसँग चाहिँ समन्वय गरेर मात्रै काम गर्न पर्छ भन्ने खालको स्थिति हुँदाखेरि चाहिँ मैले भन्न खोजेको कुरा के भन्दाखेरि नगरपालिकाको कतिवटा क्षेत्राधिकार भन्दा एकदम थोरै भएको कारणले गर्दाखेरि मैले मेयरको पदमा रहेर काम गर्न चाहेर पनि काम गर्न सक्छु। अब जस्तै बस कुदाउनु पर्ने तपाईँको अपेक्षा छ जनताको, चाबी चाहिँ बाइकको मात्रै दिएको छ। अब चाबी बाइकको छ, बाइकको चाबीले बस स्टार्टै हुँदैन। एउटा सानो उदाहरण यसरी पनि हामीले के अरे बुझ्न सक्छौँ। सबैजनालाई मिडियामा त्यो पनि भन्न चाहन्छु, धेरै कामहरू जुन कामहरू चाहिँ मैले मेयरको कुर्सीमा बसेर गर्न सक्छु। अब जस्तै यो तलतिरको जाने 3 जग्गा, हरियालीबाट उता जाने बाटो, के अरे कुम्बियालबाट उता जाने बाटो, के अरे सर्दुखोला पानीको के अरे बरा नडारतिर जाने बाटो, ग्रामतिर जाने यो बाटो किन बनेन भनेर धेरैले मलाई प्रश्न पनि गर्यो। अझ मैले त्यो पनि भन्नु, त्यो बाटो भनेको प्रदेश सरकारले बनाउने बाटो, 2टा पालिका बिचको बाटो एउटा पालिका धरान उपमहानगरपालिकाले बनाउनु सक्दैन। प्रदेश सरकारले बनाउनु पर्ने बाटो बिचमा होइन। अब त्यसो भन्दा बिरुवा तपाईँको चाहिँ गर्ने मान्छे त होइन, म आफै तपाईँको 20-30 लाख बिरुवा रोप्ने अभियान त सारा मान्छेलाई गुहाल्यो। तर बिचमा अब बाटोको बिचमा एउटा रुख छ, त्यो रुखलाई काट्नु नसकेर भनेर यस्ता खालका कुराहरू चाहिँ मेयरले गर्न सकेन भनेर कति मान्छेले गीत गाउनुभयो। त्यसो नगाइदिएको हुन्थ्यो भन्ने लाग्छ। मेयरले सकथोक गर्न सक्ने मतलब के गर्थे त। अब यहाँनिर सहकारी पीडितको कुरा बरार डुब्यो, कति मान्छेहरू फेरि मसँग रिसाउनु है। म जितेर राम्रोसँग कुर्सीमा बसेको छैन, पुरै घेराउ गर्न आउनु धराने जनता होइन। अब जनताको तपाईँको चाहिँ समस्या समाधान गर्छु भनेर गएको, शनिबारसम्म मैले अफिस खोलेर बसेँ, गर्ने सबै मैले सहयोग गरेकै हो। तर एउटा मेयरले सकथोक गर्न सक्दैन होइन। के गर्नुपर्ने त, रोक्का गर्नु भन्नुभयो, रोक्कै गर्यो, पछि फुका गर्नु भन्नुभयो। फुका गर्ने बेला त मन्त्रालयले के भन्छ, ग्यारेन्टी लिन्छस् भन्छ। त्यो रोक्का गर कि गर भनेर आन्दोलन गर्नु हो। मेरो अफिसको तपाईँले सिसाइ पनि फुटाउनु हो। अचम्म लाग्यो म त है, राम्रोसँग बसेको छैन त्यहाँ, के को रिस हो त्यो। त्यसो पनि गर्नु हुँदैन, हाम्रो त्यो खालको संस्कारमा हामी हिँड्नु हुँदैन है। कस्तो भने अब यसपालि पनि मैले भनिरहेको छु, मसँग 25 जना अरू उम्मेदवारहरू उठ्नुभयो, सबैले जितेको भनिरहेको छु। तर यति मात्र हो कि म पहिलो भएँ। पहिलो जसले अब 1 भोट ल्याउने पनि जितेकै हो नि, लोकतन्त्रमा के अरे जनताको मत हार्दैन। तर उहाँहरूले अब मलाई सघाउनुपर्छ। किन सघाउनुपर्छ भन्दाखेरि म साझा प्रतिनिधि हो नि त। उहाँ सारा मान्छे अब ती उम्मेदवारदेखि लिएर फरक पार्टीमा भोट हाल्ने सबैको तपाईँको चाहिँ सदनमा कुरा उठाइदिने मान्छे सुन्दरिएको को हो त भन्दा त म हो नि त। यो हिसाबले यसपालि हेर्नुपर्छ, न कि तपाईँको चाहिँ म मेयर हुँदाखेरि त्यो खालको मलाई अलिअलि दुखेसो पनि छ। अब भनौँ न दुखेसो के भन्नु र स्मरण गरेर आज मैले यहाँ है हाम्रो साथीभाइकै अब निना सर साथी नै हुनुहुन्छ, उहाँको एउटा तपाईँको यो संस्थामा आउँदा पहिलोचोटि आएको छु भाइ छ। त्यतिखेर मसँग चाहिँ रिसाउने साथीहरू होइन, मसँग त्यो रिसले हो कि जितेर राम्रो बसेको छैन बाबा कुर्सीमा, 1 हप्ता भएको छैन 500 जना मान्छे
मान्छे लिएर आइरहेछ, घरि ढोका लात्ताले हान्छ, घरि सिसा फुटाइदिन्छ। सघाउँछु भन्दैछु त मैले, होइन सघाउँछु भन्दैछु, मेरो क्षेत्राधिकारभित्र रहेर सघाउने हो नि त, होइन। धरानमा काम गर्दाखेरि मैले के भनिरहेको छु भने आफ्नो होइन स्रोत साधन समय र अधिकार, यो चारवटा कुरा तपाईँले विचार गर्नुपर्छ है। 2 अर्बको तपाईँको चाहिँ नि बजेट, त्यो पनि घाटा बजेट बनाएर चलिरहेको पालिकाले होइन तपाईँको चाहिँ नि 25 अर्बको काम गर्छु भने गफलाएर हुन्छ हामीले? हुँदैन। 4 वर्ष लाग्ने प्रोजेक्ट छ, त्यसलाई चाहिँ तपाईँको 1 वर्षमा सक्छु भनेर हुन्छ? हुँदैन। यी सारा कुरालाई क्यालकुलेट गरेर मैले काम गर्नुपर्ने। अब त्यो तपाईँको चाहिँ के अरे बराको आन्दोलन त्यो खालको भयो। मैले उहाँकै आन्दोलन त्यो रोक्का गर्नुपर्छ भनेर कराउनु भयो, ठिक छ जनताले जे भन्छ म त त्यही मान्न आएको हुन्छ भनेर लेख्ने, लेखेपछि त रोक्का। फेरि उहाँहरू आफैले सबै रोक्का गर्न जानुभयो है, सबै रोक्का, यहाँ पनि रोक्का, एउटै ढोकामा 4वटा माला लगाएको भयो है। बिचरा के अरे तपाईँको चाहिँ नि आफ्नो बचत डुबेपछि सबैलाई डर पनि लाग्यो है। अनि फेरि आउनुभयो, अब खोल्नुपर्छ भनेर खोल्नुपर्छ भन्दा चाहिँ नगरपालिकाले कुराहरू छन् कि त्यसले गर्दाखेरि सङ्घले के गर्ने, प्रदेशले के गर्ने, स्थानीय तहले के गर्ने, नगरपालिकाले के गर्ने, वडाले के गर्ने, वडा अध्यक्षले के गर्ने, वडा सदस्यले के गर्ने, नगर तपाईँको चाहिँ नि होइन सभा सदस्यले के गर्ने, आफ्नो आफ्नो काम हुन्छ यहाँ। त्यसले गर्दाखेरि अब चाहिँ म होइन, अब चाहिँ मलाई भन्दै हो यो कुरा, अब चाहिँ मलाई भन्दै, अब चाहिँ मेरो ठाउँमा आइपुग्यो, अब चाहिँ म त्यहाँ पुगेँ क्या। अब जुन तपाईँहरूले जुन मलाई होइन के अरे यहाँ राखिदिनु भयो, मलाई जुन काम गर्ने ठाउँमा पुऱ्याइदिनु भयो, अब चाहिँ मलाई सोध्ने हो यो हाइवे। त्यो मेयरलाई सोधेर के भन्दा के सोध्ने त, अङ्ग्रेजीले सोध्नु नि त, के गर्नु सक्छ? यो हाइवेको कुरा होइन, 2टा पालिका बिच जोड्ने कुरा, त्यो चाहिँ प्रदेशको कुरा। अब यो बाटो पनि बनाएन भनेर मलाई चाहिँ गाली पनि गर्ने मान्छे। अब रामधुनी र धरान बिच जोड्ने बाटो बनाउने अधिकार धरान पालिकालाई छ र? एउटा मिस्किटी लिएर तपाईँको छैन, त्यो धरान सदरकै सर्दुबाट मिस्किटी उठाएर धरान सदरकै बाटोमा भएको हाल पुर्दाखेरि त तिर्दै सिटी बजाउँदै आइपुग्छ बन्द प्रहरी। स्थिति त्यो छ। मेरै प्रहरीले नै पक्रेर पनि लग्यो काम गर्दाखेरि, अचम्म लाग्यो। यस्तो पनि भयो है। राज्य हो नि बाबा, नगरपालिका पनि होइन, तर देशमा त्यो खालको स्थिति भएको कारणले यी सारा कुराहरू छन्। अब हाम्रो विज्ञ सरले अघि बढ्दै गर्दाखेरि इन्जिनियरिङ कलेज छ होइन, यो फुडटेक कलेज छ यहाँ, बिपी अस्पताल छ, थाहा छैन हो, थाहा छैन नै थाहा छैन। किन थाहा छैन त भन्दाखेरि थाहा हुनुलाई त देखाउनु पऱ्यो नि त संस्थाले होइन। अब त्यो इन्जिनियरिङ कलेजमा तपाईँको चाहिँ नि कृषि पढेर बस्छ इन्जिनियर छ, उतापट्टि पानबारीमा मकै सुकिरहेको छ होइन। प्र्याक्टिस गर्नु पऱ्यो नि त, के अरे पढाइ त हाम्रो पढाइ मात्रै भयो, गराइ भएन नि त, पढाइ त गराइ हुनु पऱ्यो होइन। विज्ञ इन्जिनियर चाहिँ त्यही बसिरहेको छ, उतापट्टि पानबारीमा तपाईँको चाहिँ के अरे कोदो बिग्रिरहेको छ है। 1 किलोमिटर परतिर पुरै सुकौरो लागिरहेछ अथवा किराले खाइरहेछ, अब भन्दैन है। कलेजहरूले त्यो खालको कार्यक्रम ल्याउनुपर्छ। किसानलाई बिचरा सबै थाहा हुँदैन है, त्यसले गर्दाखेरि त्यो खालको कुराहरूमा पनि म ध्यान दिन्छु। र थुप्रै अरू कुराहरू छ। अब धरानमा थुप्रै समस्याहरू होइन। अब राष्ट्रिय स्तरको समस्याहरू म कहाँ आउने हो है, म कहाँ सानो समस्याहरू आउने होइन होला होइन। अब फोहोर मैला आएन, पानी आएन होइन, समयमा कर्मचारी आएन भन्ने कुरा त म कहाँ आउँदैन होला, के आउँछ कि त्यो आउनु मिल्दैन होइन, सामान्य कुरा। तर राष्ट्रिय स्तरका कुराहरू म कहाँ पक्कै पनि आउनुपर्छ, आउँछ। हामीले एउटा अभियान के सञ्चालन गरिरहेको छ भने श्रम संस्कृतिले सुझाव पेटिका अभियान अहिले हामीले सञ्चालन गर्दैछ। हाम्रो त थुप्रै अभियानहरू छन्। त्यो सुझाव पेटिकामा चाहिँ म सबै श्रमदाताहरूलाई भन्न चाहन्छु, तपाईँहरूले सुझाव सङ्कलन गर्नु, त्यो सुझावलाई वर्गीकरण गर्नु होइन। सानो ट्रेन बनाउने भन्ने पनि सुझाव आउनु सक्छ, माग आउनु, त्यो माथि मका आउने होइन। सानो 3 लाखको के अरे तपाईँको ट्रेन बनाउने नै माथि आउनु थाल्यो भने त बर्बाद भयो नि त होइन। स्थानीय तहले गर्ने के, प्रदेश स्तरको तह के अरे हाम्रो माग तथा सुझाव सल्लाह के भन्ने कुरा र केन्द्र तहको के हो भन्ने कुराहरू हामीले वर्गीकरण गरेर त्यसलाई हामीले चाहिँ समन्वय गरेर
अब तपाईँको चाहिँ नि साह्रै भएन भने दबाब पनि दिनुपर्छ होला। यसरी चाहिँ हामीले समाधान गर्नेछ म यहाँ सबैजनाले भन्छ। र थुप्रै कामहरू छन् जुन कामहरू चाहिँ नि हामीले अब गर्नुपर्छ। अब राष्ट्रियताको पक्षमा, स्वाधीनताको पक्षमा, विदेशी तपाईँको चाहिँ नि होइन चलखेल हस्तक्षेपको विरुद्धमा है हामी धेरै पहिलादेखि सीमा मिचिँदाखेरि एकदम मुटु दुख्ने मान्छे हो हामी होइन। सीमा रक्षाको पक्षमा होइन तपाईँको पढाइ होइन गराइ, पढाइ अनि गराइ, पढाइ होइन गराइ भन्दा पनि पढाइ अनि गराइ भनौँ न, पढाइ अनि पढाइ मात्रै होइन, पढाइ अनि गराइ को खालको चाहिँ एउटा जीवन उपयोगी शिक्षा लागू गर्ने कुराहरूमा है। अब धेरै खालको लैङ्गिक हिंसाहरू भइराखेको छ अहिले भर्खरै पनि परीक्षाहरू भएर भन्ने कुराहरू छ। त्यस्तालाई तपाईँको चाहिँ के अरे आफ्नो पार्टीको मान्छे भनेर माथि मिनाहा गर्ने चलन छ हाम्रो देश। त्यस्ता कुरालाई खबरदारी गर्नेदेखि लिएर होइन न्यायलाई चाहिँ सन्तुलित र व्यवहारिक तपाईँको बनाउनेदेखि लिएर विभेद रहित समाजको निर्माण गर्ने कुरादेखि लिएर यावत कुराहरूमा चाहिँ नि म माथि कुराहरू उठाउँछु है। थुप्रै कुरा छन् अब भनिरहँदाखेरि भरे रात पर्छ नभनौँ। र त्यसमा तपाईँहरूको साथ सहयोग सधैँ भइरहन्छ। मिना सरको हकमा कुरा गर्दाखेरि अत्यन्तै मान्छे राम्रो मान्छे उहाँ होइन, रिसाउनुहुन्न, कहिले चाहिँ रिसाउनुहुन्छ हुँदैन तर बिजी भयो होला बिचरा ड्राइभिङ गरिरहेको उहाँ के अरे एउटा असल व्यक्ति, उहाँसँग सल्लाह के अरे सुझावहरू लिने कुरा होइन। सबै कुरा मैले जानेर आएको हुँदैन, सबै कुरा उहाँले पनि जानेको हुँदैन। हरेक मान्छेले हरेक तहमा हरेक खालको कुराहरू हामीले जानेका हुन्छौँ। त्यसो भएको कारणले गर्दाखेरि अब मिना सरको तर्फबाट अथवा कोही कसैको तर्फबाट तपाईँहरूको सल्लाह सुझावहरू म काम आउँछ होइन। अब मैले तपाईँहरूको सल्लाह सुझावको आधारमा काम गर्नुपर्छ होइन। किनभने फेरि कस्तो छ भने अब पहिला चाहिँ म अब मेयर चाहिँ कार्यकारी हो होइन, कार्यकारीमा चाहिँ काम रिजल्ट मात्रै हो। अहिले चाहिँ काम गराउने ठाउँमा अथवा दबाब दिने ठाउँमा, प्रश्न गर्ने ठाउँमा, जनताको गुनासो सुनाउने ठाउँमा पुगेको छु। अब चाहिँ के छ भन्दाखेरि मलाई तपाईँहरूको सल्लाह सुझाव धेरै चाहिन्छ। काम गर्ने मान्छेलाई चाहिँ धेरै सल्लाह नदिनु, कुरा गर्नेले सल्लाह। अब म चाहिँ कुरा गर्ने मान्छे भएको छु अहिले होइन। किनभने श्रम संस्कृतिले त काम गर्ने मेन्टेन त पाएन, काम गर्नेलाई चाहिँ अल्मल हुँदो रहेछ क्या। अब यसो अलिकति कुरो खन्नु भन्यो 10 जना आएर सुझाव दिन्छ, यताबाट खन भन्छ, उताबाट खन भन्छ, खन्दै नखन भन्छ, 3 इन्च खन भन्छ, 1 फिट खन भन्छ रिसाले होइन। खन्ने मान्छे त अब होइन के चाहिँ गर्ने, सबै सल्लाह मात्रै दिने। त्यसले गर्दाखेरि कार्यकारी पदमा चाहिँ बस्ने मान्छेलाई थोरै मात्रै सल्लाह चाहिने रहेछ, यो चिज हो। तर अब म प्रश्न गर्ने ठाउँमा पुग्दा चाहिँ तपाईँहरूको अब यी जस्तै हाइवेको कुरादेखि लिएर हरेक कुरा यसमा चाहिँ मलाई तपाईँको डेटा चाहिन्छ, नत्र मैले के प्रश्न गर्छु। मेरै मनको गीत मात्रै 5 वर्ष गएर आएको हुँदैन त्यो चिज छ। र म सबैजनालाई के भन्न चाहन्छु, हामी इमान्दार भएर लाग्छ होइन। हाम्रो जति पनि सांसदहरू हामी जान्छौँ, 7 जना पाएको छ, सब 7जना मान्छे इमान्दार हुन्छन्। बनाउँछु प्रतिबद्धता पत्रहरू उहाँहरूको मैले लिँदैछु। यी सारा कुराहरू हुन्छ। अब नियम अनुसार पनि विधान अनुसार पनि कारबाही भइनै आउँछ नि कोहीमा गयो भने। एकमुष्ट फेरि पनि धन्यवाद दिन चाहन्छु। यो काम गर्ने मौका तपाईँहरूले दिनुभएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र तपाईँको समस्या नै मेरो एजेन्डा हो, तपाईँको सुझाव नै मेरो एजेन्डा हो, तपाईँको गुनासा नै मेरो एजेन्डा हो, तपाईँको माग नै मेरो एजेन्डा हो। त्योभन्दा दायाँ बायाँ म गर्दिनँ, त्योभन्दा बाहिर म मलाई जाने के अरे अनुमति पनि छैन। र मैले फेरि पनि भने अब चाहिँ मलाई अलिक धेरै मेयरको पदमा रहँदा अलिक धेरै तपाईँहरूले हटाउनुपर्छ, अलिक धेरै हटाउनुपर्छ होइन। अर्को साम्बाङले यो हाइवे बनाएन भनेर जुन गाली गऱ्यो पहिला त्यो मिथ्या थियो क्या। कहाँ हाइवे नगरपालिकाले बनाएर होइन। अधिकारीहरू त पहिला नि भन्यो नि चाबी चाहिँ बाइकको चाहिँ स्कुटरको अनि बस स्टार्ट गर कि स्टार्ट गर भनेर मलाई भन्छ। के हुन्छ त्यो बस स्टार्ट हुन्छ आफ्नो हो। अब आदरणीय नरहरि दाई हुनुहुन्छ उहाँ होइन, उहाँले मलाई चेक एन्ड ब्यालेन्स गरिराख्नुहुन्छ। के अरे चाहिन्छ चेक एन्ड ब्यालेन्स गर्न चाहिन्छ हो त, त्यसलाई म चेक एन्ड ब्यालेन्स भन्छु के बोल्दिनँ होइन। त्यस्तो होइन दाईहरू हुनुहुन्छ र तपाईँहरूको भाइ है म है। अब हुन त मात्रै माननीय भन्ने हो, तर तपाईँहरूकै भाइ, तपाईँहरूकै साथी, तपाईँहरूकै दाई, यसरी सधैँभरि हामी आत्मीय भएर बसौँ म यति भन्न चाहन्छु। र यो अत्यन्तै धेरै सम्मानहरू गर्नुभयो, यति ठुलो बुखे मलाई कसैले दिएको थिएन। मिना सरका हातबाट पाएँ, अत्यन्तै खुसी छु। हाम्रो धनकुमार दाईलाई पनि देखेर एकदम खुसी छु दाई म।
है आउँछु तपाईँ घरमा पनि ल चिया खानुपर्छ सल्लाह दिनुपर्छ दाइ माथि क्या के गर्ने भन्ने सल्लाह मलाई सबैले दिनु होला अब सल्लाह लिन्छु म है है त धन्यवाद यति भन्न चाहे